हेलो व्हाट्सअप गाइस, दसैँ पनि सक्यो हिजो होइन। अनि के छ तपाईँहरूको हालखबर? अब धेरै पछि आयो नयाँ भ्लगमा होइन। के गर्नु, आएपछि सुरुमा काम थिएन होइन। अनि भ्लग सक गऱ्यो, रमाइलो गऱ्यो। अनि 2-4 हप्ता चाहिँ यसो एक्टिभ नै भयो युट्युबमा। बट अब जब काम गर्न थाल्यो दिउँसभरि काम, अब भनौँ न 8 बजीदेखि 5 बजीसम्म काम हुन्थ्यो। अनि भ्लगिङ गर्न पाएन भनौँ न। अनि भ्लग गर्न पाएन भनौँ, भ्लग गरेँ नि एडिट गर्न टाइम भएन। घर आउने बित्तिकै सुत्न मन लागिहाल्ने। अब 5-6 बजी आइन्थ्यो, पकाउनु पऱ्यो आफै। फेरि यस्तो झ्याउ कलेज जानु पऱ्यो होइन। अनि बिजी सेड्युल हो लास्टै। त्यस्तै हो यहाँनिर आएपछि भनौँ न, सोचेर आइहाल्छ चाहिँ के हुनु, अनएक्सपेक्टेड दुःख गर्छु भन्ने हुन्छ होइन। फिजिकल्ली म जति नि गर्छु दुःख हुन्छ नि, जस्तै भयो भने गर्छु भन्ने हुन्छ नि त। बट यहाँ आएपछि चाहिँ अलि चेन्ज हुँदैछ छुट्टै। अनि फिजिकल्ली जति नि गर्न सकिन्छ गर्न त, बरु मेन्टल्ली चाहिँ प्रिपेयर हुँदैन नि त। हामी मेन्टल्ली प्रेसरमा परिन्छ नि त। मेन्टल्ली फी जोगाउनु पऱ्यो हामीले, हुन्छ नि। रेन्ट तिर्नु पऱ्यो भने ग्रोसरीको यति गयो उति गयो होइन। सुरुमा आउँदा त थोरै दिँदाखेरि मतलब यहाँ त नर्मलै हुँदैछ। बट अब कन्भर्ट गरिन्छ नि त बानी। कन्भर्ट गरिँदा त वाल छ्याल दिए जस्तो लाग्दैछ। अनि त्यसपछि मैले काम गर्ने गरेको 2 ठाउँमा। बिहान 5 बजी उठेर, के अरे 3 बजी उठेर गर्ने गरेको थियो 8 बजीसम्म। 8:30 बजेर अर्को काम गर्ने गरेको थिएँ। अर्को काम चाहिँ मैले छोडिदिएँ अलि लास्टै। किच गर्ने, पैसा नि टाइममा नदिने, पैसा लास्ट कम दिने। त्यो काम छोडेर 2-3 दिन भयो। फोन आयो काम में आ जाओ, इन्डियनको हो नि त। अनि काम में आ जाओ भन्छ, कहिले के भन्छ होइन। बोलाइरहेको काममा जानै मन जाने क्या। त्यस्तो किचकिच हुनेर पैसा बढाइदियो, हुन्छ भनिदिन्छ। टाइम मिलेन कलेज जानु हुन्छ भनिदिन्छ होइन। त्यो अलि प्रोफेसनल टाइपको भएन क्या। त्यसको हुन्छ नि त मतलब नै क्या। त्यो फ्यामिली बिजनेस जस्तो हो क्या त्यो हाम्रो घरमा। अब मेरो त नेपालमा किराना बस्छ नि त। अनि ड्याडी मम्मी ल त बसेँ एकछिन भनेर गइदिएँ। अनि ल ड्याडीले फेरि म बसेँ, म ल अझै ड्याडी त बस्नु भनेर जस्तै पाराको छ क्या काम गर्ने ठाउँ। त्यो हुन्छ नि प्रपर एउटा सेड्युल हुन्छ नि। यति बजीदेखि यतिसम्म ड्युटी, यति बजीसम्म ड्युटी भन्ने नै छैन क्या त्यो। अनि त्यो छोड्दा त्यही भएर बिहान काम गरेर आएको। 3 बजे उठ्यो, 4 बजेतिर भनौँ न अब मुखसुख दियो गर्दाखेरि 4 बजिहाल्छ काममा पुग्दासम्म। अनि त्यसपछि काम हान्यो म्याकडोनल्ड्समा हो होइन। अनि 4 घन्टा हान्यो काम। अनि काम हानेर आयो। अनि आइएससी खानासाना बनाएर खाइयो। अनि नुहाइधुवाइ गरियो, बसिया यत्तिकै अल्छी लाग्यो, उराट लाग्यो जिन्दगी। केही नआए यत्तिकै बसिरहेको छ ब्याक साइडमा कट्टु र गन्जी लाएर। यहाँनिर नेचर चाहिँ खतरा छ क्या। यहाँनिर सुगा कराइरह होइन। प्यारेटहरू खतरा क्या। जूमा हुन्छ नि नेपालको त्यस्तै क्या यहाँनिर त। अरू पनि अजिब खालको होइन। त्यही नै हो। बट कन्टिन्यू गर्छु होला म भ्लग होइन, जर्नी। म चाहिँ युट्युबमा भनौँ न अब भ्युजहरू आओस् हुन्छ नि। अनि त्यसपछि सब्सक्राइबर बढोस्। त्योभन्दा पनि मैले चाहिँ के हिसाबले भिडियो बनाएँ भने चाहिँ होइन, यो मेरो पर्सनल ओपिनियन हो होइन। अब भनौँ न के भने, अब मोबाइलतिर भिडियोहरू खिचिन्छ के हुन्छ नि। अब राखिरहन्छ, मेमोरीहरू हुन्छ त। अब मोबाइल हराउला कहाँ पुग्ला होइन, थाहा हुँदैन नि त। बट यो त मेरो अब भन्नु जर्नी जस्तै त हो नि। अब ड्याडी मम्मीले 25-26 लाख खर्च गरेर यहाँ पठाइदिनु भयो। अनि 25-26 लाख खर्च गरेर पठाइदिनु भयो। अनि त्यसपछि त अब जे होस्, यहाँ आउँदा त 1-2 हजार पैसा यहाँको। अनि त्यसपछि पासपोर्ट 3टा सुटकेस बोकी आइयो। त्यहीबाट जर्नी स्टार्ट हो नि त। लाइफको च्याप्टर यहाँबाट सुरु हो नि त अब। अनि त्यो लाइफको च्याप्टर त अब म पछि गएर अब सक्सेस होला नहोला त्यो आफ्नो ठाउँमा छ। त्यो ठाउँमा राम्रो ठाउँ पुग्ला नपुग्ला होइन। बट मैले जर्नी आफ्नो बिगिन गर्ने हुन्छ नि त्यो। अब रिटायर जिन्दगी भनौँ न, टक्क बेसे गरेर छोराछोरी म जत्रो भएर छोराछोरी हल्का ठाउँमा गएपछि टक्क टिभी खोल्ने। अनि आफ्नो युट्युबको भिडियो लाउने हो क्या। दिवस भ्लग गरेर अनि हेर्ने हो मेरो। म यस्तो गरिरहेको थिएँ, म यस्तो थिएँ यार यति बेला, यस्तो एक्साइटेड भनौँ न। यस्तो थियो यार, एकदम कन्फ्युज कहाँ हो कुन ठाउँमा आज होइन। 7 समुद्र पारी काम गर्नलाई, पढ्नलाई, फ्यामिलीबाट टाढा। फेरि म चाहिँ के हो भने होइन, कतिदेखि अब उत्यो हो क्या। ड्याडी त पुलिस हुनुहुन्थ्यो। अनि त्यसपछि मेरो फ्यामिलीसँग मतलब थिएँ राम्रो। फ्यामिली एकदम राम्रो छन् होइन, राम्रो हुनुहुन्छ, बुझ्ने एकदम। बट सानो हुँदाखेरि मामा घर बसेर पढी होइन। अनि त्यसपछि युकेजी 1-2 सम्म मामा घर बसेर पढ्यो। अनि फेरि ब्याक टु काठमाडौँ आयो। अनि काठमाडौँमा
3-4 वर्ष पढी युकेजी कि 1सम्ममा गएर पढाएको थिएँ अनि 2, 3, 4 3 वर्ष पढी मम ड्याडीसँग वहीँ भनौँ न काठमाडौँ बसेर। त्यसपछि होस्टेल पुलिस स्कुलमा होस्टेल राख्न त मन थिएन ड्याडी ममले नि, बट अब छोरीले राम्रो ठाउँमा पढोस् राम्रो गरोस् भनेर पुलिस स्कुलमा हालिदिनु भयो होइन। अनि त्यहाँ चाहिँ कम्पलसरी होस्टेल साँगा काभ्रेमा 5 देखि 10 सम्म। अनि होस्टेल बसियो दसैँ ससैँमा चाडपाडमा कहिले कहिले आयो होइन। अनि त्यसपछि लाएर त्यस्तै भयो भनौँ जिन्दगी होस्टेल कट्यो। अनि 10बाट बाहिर निस्किन्छु होइन, ल चाबी अब घर त मेरो अब जोरपाटतिर हो नि त नारायणटारतिर, चाबी चोकमा हराइदिने कि केही थाहा छैन नि त, त्यो बाहिर कस्तो चलिरहेको के माहौल छ के छ कसो केही थाहा नै क्या, त्यत्रो वर्ष होस्टेल बसेर होला होइन। नलेज नै कहाँबाट गाडी लाग्छ कुन ठाउँबाट कहाँ पुगिन्छ त्यति केही थाहा नहुने क्या भनौँ न। कलेज सलेज पढ्यो घुमियो होइन, बाइक चलाउनु सिक्यो राम्रोसँग लाइसेन्स निकाल्यो सब गऱ्यो होइन। अनि 2 वर्ष त रमाइलो भएको थियो। कलेज त स्विक एकैछिन गयो क्या, त्यो थाहा नै भएन क्या कलेज त्यो टाइम भनौँ न। अनि बङ्क हान्यो धेरै होइन, खत्रै बङ्क हान्यो बाइक भएको होइन ड्याडीको कहाँ पुग्यो। अनि त्यसपछि +2को पनि सक्यो, +2 सकेपछि अनि त्यसपछि अब के गर्ने त भन्ने भयो नि त। अब +2 सकेपछि अब नेपालमा त त्यही हो सब विदेश जाने भन्नु चलिरहेको। अनि त्यही ठिकै हो, ट्रेन पनि नेपालमा अब के भन्नु अब त्यस्तै हो, जसले नेपाल केही छैनन् भन्छ। बट अब म चाहिँ यसमा नो कमेन्ट्स है, केही भन्न चाहिनँ। जे विदेश जाने लहर थियो त्यही लहरमा म पनि अब विदेशको प्रोसेस चालियो भनौँ न। अनि विदेशको प्रोसेस चालियो, +2को रिजल्ट नि आयो ठिकै आयो, नट ब्याड होइन। सेन्टर चाहिँ खतरा टाढा हान्दै थियो हाम्रो पालि होइन, केटा डन्नै फेल भए, म चाहिँ धन्न पास भएछु है कहाँबाट झुक्किएर। अब भगवान्को कृपा भनौँ म माथि। अनि त्यसपछि अनि पढ्न त मैले पनि पढाएको थिएँ केही पनि। अनि त्यसपछि के भयो मेरो, अनि त्यसपछि सुरुमा यो के भने क्यानाडा भन्ने सोच थियो मेरो। क्यानाडामा त्यति भिसा सिसा लागिरहेको थिएन नि त। अनि त्यहाँबाट युएस हान्ने सोच थियो। अनि युएसको लागि सब भइसकेको थियो होइन, सब रेडी। अनि केटाहरू 4जना हामी सँगै कलेज पढायो भनौँ। भास्कर भन्ने त अब भ्लगमा देखिरहनु भयो, त्यो त बच्चैदेखिको साथी झन् थियो होइन। अनि त्यो त 13 वर्ष सक्यो होस्टेल बस्यो क्या पुलिस स्कुलमा, त्यसले चाहिँ 7 छोड्यो होइन। घरमा बस्यो होस्टेल बस्यो सकेन पछि 10सम्म कम्प्लिट हानेको क्या। अनि त्यसपछि लाएर के भयो भने युएसको गऱ्यो सब दियो नि। म समीर भन्ने थियो एउटा, सराज भन्ने काले थियो होइन, त्यसपछि बेनी भइसक्यो हेर्नु त ठुलो हो क्या हुँदा चाहिँ साथी भन्छ आफूले। अनि त्यसको बिहे पनि भयो गइयो पनि त्यसको बिहेमा, त्यो छुट्टै कहानी चाहिँ पछि भन्नुला होइन। अनि त्यसपछि युएस ट्राई गरेँ, युएस ट्राई गरेपछि मम्मीको नाइदामा मेलको साटो फिमेल रहेछ क्या मम्मीको, त्यो तलाब रहेछ होइन, थाहा नै रहन्छ गएसम्म कसैलाई नि त्यत्रो वर्ष भयो। अनि त्यसपछि त्यो चेन्ज गर्नलाई मेरो ढिलो भयो, त्यो इन्टरभ्यू डेट बुक गर्न भ्याएन। भास्करले चाहिँ गरिसकेको थियो। अनि कहाँ डोनाल्ड ट्रम्पे आएर फेरि ट्रम्पे बुढाले सबै भादाभुङ्गे बनाइदियो, इमिग्रेसन पठाउने ह्यान त्यान, स्टुडेन्ट आइरहेको काम गर्न नदिने ह्यान त्यान के भन्न थाले। अनि मिसन अवार्ड हान्नु पऱ्यो होइन, मिसन अवार्ड हानेपछि भास्कर चाहिँ पैसा सक्यो हल्का, मेरो चाहिँ धन्न बाँच्यो भनौँ। अनि त्यसपछि भास्कर फिनल्यान्ड होइन कहाँ भन्थ्यो स्विडेन ट्राई गर्ने भन्यो त्यसले। मैले डेनमार्क गर्छु भने मैले डेनमार्क पनि एप्लिकेसनको लागि तिर्नुपर्ने थियो पैसा 19-20 हजार तिरेँ, कुदिरहेको थिएँ त्यसकै डकुमेन्ट बनाउनलाई। अनि त्यसपछि भास्कर स्विडेनको गरिरहेको थिएँ हुँदा अनि मेरो डेनमार्कको के हो भने स्टुडेन्टले काम गर्न नपाउने रे। अब मेरो ड्याडी त त्यति धनी त होइनन् नेपालमा होइन, त्यो महिनाको 3-4 लाख अब एक्सपेन्सेस धान्नलाई। अनि त्यसपछि के गर्ने त भने भास्करको मामाजी भनौँ, नमस्ते मामा है त, थ्याङ्क यू फेरि पनि। अब मामाको कन्सल्टेन्सीबाट भास्करले अस्ट्रेलियाको लागि हालेछ। अस्ट्रेलिया त गाह्रो भनिन्छ नि त लास्टै फाइनेन्सियली है, सरी। अनि त्यसपछि अनि त्यही नै हो अब। अनि फाइनेन्सियली गाह्रो हुन्छ भन्न थाल्यो नि, बट भास्करको भइसकेको थियो सबै काम, इन्टरभ्यूहरू पनि कुदिरहेको थियो इन्टरभ्यू। अनि मैले पनि गरेँ, मेरो पनि 1 महिनामा लगभग काम सबै भयो, फाइनेन्सियल डकुमेन्टहरू ब्याङ्कबाट लोन सोन सब निकाली भयो। अनि भास्करको भिसा आयो, भास्करको भिसा चाहिँ आयो, बट भास्करलाई भनेको थिएन क्या भिसा आयो भनेर। 9 दिनपछि भिसा आयो त्यसको चाहिँ। अनि मेरो त्यति बेला भर्खर जिएस पास हुँदै थियो, प्र्याङ्क हानेर त्यसलाई पनि सरप्राइज हानिदिएको होइन। भिसा आयो, सपिङ गइयो त्यसको। अनि त्यसपछि
अनि त्यो खै त्यो जानुभन्दा कति दिन अगाडि मेरो पनि भनौँ न इन्टरभ्यू भने जिएस यतिकै पास भयो। अनि त्यो मेडिकल सेडिकल सबै भइहाल्यो। अनि के भन्छ त्यो बायोमेट्रिक्स दिएपछि अनि भिसा लन्च गरेर त्यो बसेपछि मेरो चाहिँ दुई दिन कि एक दिनमा त्यस्तैमा भिसा आयो मेरो चाहिँ। मलाई पनि थाहा थिएन, भास्करले मलाई हावामा बोलाएर मलाई पनि प्र्याङ्कै हान्यो होइन भिसा हालेर। अनि त्यसपछि भिसा आउँदा त ओ माई गड त खतरा भयो है, संसारै जित्यो जस्तो हुन्छ नि, खतरा है सक्सेस अब चाहिँ दामी खतरा भन्ने सोचिएको थिएँ। बट यहाँनिर अनि त्यसपछि त्यो थियो पार्ट। बट यहाँनिर आएर के भोग्नु पर्ने न्यू च्याप्टर के भन्ने त यहाँनिर आएपछि थाहा हुँदैछ होइन। अनि त्यसपछि भास्कर विदेश गयो मभन्दा एक हप्ता अगाडि यहाँनिर आइयो। अनि त्यसपछि स्टोरीमा के बिर्सी जस्तो लागिरहेको छ, बट यही नै हो भनौँ न। अनि त्यसपछि आइयो होइन। अनि भ्यू चाहिँ दामी छ है, कति गफ हुनुहुन्छ भ्यू स्यू नि हेर्नु। यो हाम्रो ब्याकयार्ड हो होइन, यो चाहिँ हाम्रो दाइको क्लिनिङको बिहान कहिलेको क्लिनिङ जाने गरेको छु म होइन। अनि यहाँ आइयो भास्कर आइयो होइन, एक हप्ता बस्यो दिदीकोमा बस्यो, अम्ता दिदीहरूकोमा। भास्करको दिदी मामा ड्याडीलाई भास्कर ड्याडीलाई मामा बस्यो त्यो दिदीहरूले। अनि दे आर सो गुड, सो गुड है, कति गुड त अब भन्नै सकिँदैन। सो भेरी मच अब इङ्ग्लिस धेरै नै गुड हुनुहुन्छ होइन। अनि त्यसपछि म नै आएँ, त्यहीँ राख्नुभयो दिदीहरूले। अनि रुम खोजेको थियो यही रुममा। अनि यहाँ आएँ, दाइदीहरू यहाँको पनि दाइदी ठिकै हुनुहुन्छ, राम्रो हुनुहुन्छ। अनि बसियो, त्यसपछि 1 महिना हल्लियो। अनि हल्का टेन्सन लाग्न थाल्यो होइन। रमाइलो सुत्नुमा त घुमियो खाइयो त्यहाँ होइन। काम पाएन भनेर टेन्सन लिन थाल्यो, कारासमा काम पायो, त्यही कारास छोड्यो क्या। अनि त्यसपछि कारास अनि गरियो, पैसा चाहिँ लास्टै कम दिने है चोरहरूले, इन्डियनहरू। अनि गरियो, त्यो गर्दा एउटा साथी थियो, यहाँ साथी भेटियो, घुमघुम भयो होइन। पैसा कमाउने हल्का हिरो, हल्का रमाइलो भइरहेको थियो। एक महिना भर्खर काम गर्नु थाल्यो, 1.5 महिना त। अनि रुम रेन्ट तिर्ने, खाने, बस्ने रमाइलो भइरहेको थियो। बट एक पोइन्टमा आएर चाहिँ घर अलि धेरै नै याद आउँदैछ नि। एउटै काम कन्टिन्यू गर्दा एउटै लाइफस्टाइल दिँदा यताबाट उता भएको, उताबाट यता भएको होइन। दुईजना गाडी पनि किनेर होइन, हल्का पैसा कमाएर। अनि हल्का भनौँ थोरै पैसा नेपालमै पठायो, तर फीको लागि सेभिङ 0 छ गाइजहरू। आएको म 3 महिना भएछ ट्याक्कै, भास्कर आएको चाहिँ 3.5 महिना, लगभग 4 महिना हुन लाग्यो। म एक हप्ता कि 2 हप्ता अगाडि आयो। अनि त्यसपछि लाएर हिजो कि अस्ति हो दसैँको टिका आएको थियो नि, बिर्सिसकेँ। हिजो होला कि खै, हिजो कि अस्ति हो टिका दसैँको। अनि त्यसपछि यस्तै भइयो, कारास छोडियो, म्याकडोनल्ड्समा काम पाइयो। बिहान 3 बजी जाने गरे, त्यो राम्रै छ। अब त्यो चाहिँ हाम्रो दाइले, सुजित दाइले दिनुभएको, उहाँको चाहिँ कन्सल्टेन्सी भनौँ न। अब यहाँ इमिग्रेसनहरू हेर्ने अफिस छ, इटी कन्सल्टेन्सी नाम पनि के छ, इटी हो जे भयो नि। अहिले त सबले चिन्नुहुन्छ होला लगभग, त्यही उहाँ दाइ पनि एकदम बेस्ट होइन। अनि त्यसपछि त्यही नै अल्छी लाग्दो छ यहाँनिर। जिन्दगी कहाँदेखि सुरुवात गर्ने भन्नेमा छौँ यहाँ लाइफको यो च्याप्टरमा अगाडि बढ्दैछ मेरो होइन। त्यही नै हो। पछि म आफ्नो भ्लग आफै हेर्छु भनेर बनाइरहेको छु यहाँनिर बुढेसकाल लागेपछि। टक्क त्यो एमएस धोनीले स्टम्प किन निकाल्यो भनेर भन्दा, म रिटायर भएपछि कुन स्टम्प मैले कुन म्याचमा उठाइ भनेर हेर्छु भनेर भन्नको लागि मैले चाहिँ यो उठाएको भने जस्तै गरी मैले नि अब पछि हुन्छ नि, अब स्ट्रगल कहाँदेखि कहाँ पुग्यो, कुन मुखदेखि कहाँसम्म भन्ने भनौँ न। त्यसको लागि भनौँ भिडियो चाहिँ लामै भयो जस्तो, 14 मिनटको भइसक्यो। यो गाइज अब काम गरिरहेको छु अहिले, बेलाखेरि आनन्दले बसेको 2 दिन भयो, काम छैन। काम पायो भने मलाई यसो कन्ट्याक्ट गर्नु होला है, एडलेट भाइ फेरि। अनि त्यसपछि यस्तै छ जिन्दगी, घरको याद आउँछ, टेन्सन तनाव, यो कहाँ कुन दुनियाँमा आएर बस्यो जस्तो लाग्छ बेलामा। अनि त्यसपछि त त्यस्तै हो। यो भिडियो चाहिँ म हालिदिन्छु यत्तिकै, एडिट केही नगरिकन होइन गाइजहरू। अब यही हो, म यहाँको अहिलेसम्मको एक्सपिरियन्स भनेको चाहिँ यही हो। त्यही हो, यहाँ बाल छैन कसैलाई, आफ्नै धुनमा खान सक्दैन है। अब जस मैले के बुझेको छु भने
नेपाल चाहिँ फर्किनै पर्छ, यहाँ बसिँदा म पागल हुन्छु जस्तो लागिसक्यो। यस्तै त बस्न सकिन्न है, यहाँ खैरोहरू हेर्छौँ कसरी बस्यो होला यार। बिहे गर्नेको त बुढाबुढी हुन्छन्, छोराछोरी आफ्नो ठाउँ लागिहाल्छन्। नेपालमा त सबै बस्छन् छोराछोरीहरू सँगै होइन। बट जसले चाहिँ बिहे गर्दैन रहेछ नि यहाँ खैरेहरूले पागल जस्तै बस्ने रहेछ क्या। त्यो म क्लिनिङ हान्न गएको थिएँ यहाँ दाइसँग कहिलेकाहीँ, यहाँको दाइले पनि दिनुहुन्छ। अब सायद त्यहाँ काम मिल्छ अनि दिउँसो क्लिनिङ, अनि बिहान म्याकडोनल्ड्स गर्छु। पैसा त ठिकै छ भनौँ, अब फी चाहिँ पहिला कलेक्ट गर्नु पऱ्यो, त्यही हो मेन पोइन्ट भने। त्यो अरू खाना बस्नु चाहिँ यत्तिकै पुगिहाल्छ मिलाएर। अनि त्यसपछि कहाँ पुग्यो अनि खैरोहरू हेर्छु पागल जस्तो एक्लै क्या। म अहिले पागल जसरी एक्लै कुर्सीमा बसेर जस्तै बिहान उठ्यो है, पागल जस्तो आयो, सरकारले हेरिदिइहाल्छ सबै। बुढो भएपछि त खानपिन रुम रेन्ट सबै रासन पानी सब हेरिदिन्छ। घरमा सफा गर्ने क्लिनिङ हामीलाई नि त्यो सरकारले पठाइदिने हो। पागल जसरी एक्लै बस्छ जिन्दगी है, उठ्छ खायो सुत्यो मतलब छैन। त्यो ठ्याक्कै त्यो पिन्जामा राखेर चरा जस्तै क्या, सब फेसिलिटी भएको त्यो गुडमै एक्लै जिन्दगी कटायो बसेको। सेम त्यस्तै जिन्दगी यहाँ खैरेहरूको। नेपालमा त फ्यामिलीहरू हुन्छ नि त। अब एउटा बुढी मर्न लागेको बुढी यार यस्तो कुर्सीमा घुलुक त्यो यस्तै घ्याराक मोबाइल खर्किरहेको ख्याराक ख्याराक गर्दै हिँडिरहेको हुन्छन् होइन। नेपालमा भए त त्यो बुढी आमा यो छोडिदिँदैन नि त, नाति छोराछोरी नातिनी बुहारी अब जो भए पनि एकजना हेर्न बस्यो हुँदैन। यस्तो बिजोग छ होइन। यहाँ चाहिँ अलोन नै मरिन्छ होइन, बिहे गरेन भनी झन् होइन। बिहे गरेर हल्का एउटा बुढी भन्ने नि हो नि रहेछ हुनु यहाँको कन्टेक्समा, यहाँको खैरेहरूको त्यही हो। नेपाल चाहिँ फर्किनै पर्छ गाइज एक दिन। त्यही हो, अब दसैँ सक्यो, त्यही पनि सबैलाई ह्याप्पी दसैँ है। अनि त्यसपछि अब चाहिँ भ्लगमा सायद हाल्छु डेली, अलि हेर्ने गर्नुहोस् क्या होइन। भन्न त भनिहालेँ अब रिटायरमेन्टमा हेर्नको लागि भिडियो, बट लाइक सब्सक्राइब यसो ठोकिदिनु होला, हानिदिनु होला होइन। अनि त्यही नै हो गाइज, यु बाई बाई। अब अपडेट दिइरहेको छु के कस्तो छ मेरो लाइफको जर्नीमा, हेरौँ कहाँ पुगिन्छ होइन। अहिले चाहिँ जर्नी यहाँ कुर्सीमा आनन्दले, यहाँको घामले त क्यान्सर हुन्छ भने चाहिँ त्यो हल्का हल्का स्याडोमा बसेको छु बस्न चाहिँ। सनस्क्रिन त भर लगायो नुहाएर। कपाल अस्ट्रेलिया फर्स्ट टाइम काट्दिएको, मिड फेड हान्नु भनेको बुढोले कस्तो हावा कट काट्दिएर के भन्नु। अब यस्तै छ जिन्दगानी, चलिरहेको घेर्दा है गाइजहरू। सी यु सुन, टेक केयर। अब जहाँ बसिरहनु भएको छ राम्रोसँग बस्नु। अब त्यही नै हो, जे छ त्यसमा खुसी हुनु है, त्यही नै हो मोस्ट भनेको। फ्यामिलीलाई चाहिँ टाइम दिनु होला, फ्यामिलीसँग राम्रोसँग रिलेसन बस्नु होला। अनि त्यही नै हो। नेपाल चाहिँ कहिले बिर्सिनुहुन्न आफूले, जहाँ जता गए पनि जति सुख पाए पनि। त्यही भन्दै बिदाई माग्न चाहन्छु। हस्त धन्यवाद, बाई बाई।